साथीहरू, आज चाहिँ बिहान बिहान मासु लिन गएँ म। मासु लिएर अङ्कितको घरतिर लाग्दा जेकेले चाहिँ गिटार देख्नै नहुने कि गिटार बजाइहाल्नु पर्ने। अनि अङ्कित चाहिँ मासु परपर परपर भुटेर चाहिँ यस्तो बनाइसके होइन। अनि मैले चाहिँ पुरा भिडियो सुट गर्दैछु कि अनि यिनीहरूले चाहिँ मलाई पस्केका यिनलाई त फल मासु मात्रै मनपर्छ भनेर होइन। अनि त्यस पछाडि हामी बस्यौँ के अरे खानालाई है। यस्तो मिठो भयो। अङ्कितले त पुलाउ बनाइरहेछन् के, सरप्राइज भन्दै पुलाउ देखाएका। अनि त यति मजाले बसेर खाइयो नि साथीहरू, के कुरा गर्ने है। अङ्कितको बाइक राख्ने ठाउँ चाहिँ साह्रै अप्ठ्यारो ठाउँमा छ के, घाम हावा पानी सबै आउने कि। अनि यिनलाई त फेरि साह्रै डर लाग्छ कि बाइकको कुरामा। अनि त्यत्रो गेट खोलिदिएको है, ए भएन यति गेट खोलेर त अस्ति मेरो लागिसके ह बाइकमा, अब त बाइकलाई केही हुन्न भनेर आफै खोलेर बाहिरतिर लागे। हामी अनि अल्ट्रासाउन्डतिर पुग्यौँ। अल्ट्रासाउन्डमा गएर उसले बाइक धोयो, हामीले स्कुटी धोयौँ। त्यस पछाडि ल चिया खान जाऊँ न त भनेर साथीको चिया घरमा गयौँ। अनि त्यस पछाडि लास्टमा घर फर्किने बेलामा अङ्कितले मलाई सरप्राइज छ नि, मम्मीले पठाइदिनु भएको बुटवलबाट मुरब्बा तिम्रो र जुनुको लागि भनेर भन्न के अरे। अनि त यति खुसी भएर मुरब्बा लिएर घर फर्कियौँ साथीहरू। थ्याङ्क यू सो मच फर टुडे अङ्कित, इट वाज सच अ ग्रेट डे।